साथीहरु, वेलकम टु माई च्यानल। आज चाहिँ म मेरो साथीको घर जान आँटेको छु अनि उसले चाहिँ मलाई सिप्ली खान बोलाएको छ। मैले योभन्दा अगाडि पनि एउटा सिप्लीको भिडियो चाहिँ लगाइसकेको छु हैन, तर मेरो सिप्ली चाहिँ राम्रो भएन नि त खासै, त्यही भएर मैले चाहिँ कसैलाई दिन मन लागेन भनौँ न। अनि खासै मिठो पनि भएन। मैले उसलाई सम्झिनु त सम्झेको थिएँ, तर आज उसले मलाई त सम्झ्यो। हामी चाहिँ सानैदेखि त्यो सिप्ली चाहिँ खाने गरेको हैन, अनि जङ्गलमा खोज्नु पनि जान्थ्यौँ, बाल्यकालको साथी मेरो। अनि आज मैले यसो विचार गरेँ, अब मेरो साथीलाई के लगिदिउँ भनेर चाहिँ मैले आज उसलाई के लगिदिन आँटेको छु थाहा छ साथीहरू। म आफैले बनाएको कुरा लगिदिउँ जस्तो भयो क्या मलाई चाहिँ। अनि उसको लागि चाहिँ के लगिदिउँ भनेर मैले चाहिँ सिलेक्ट गर्दैछु है, लगिदिने होला भनेर साथीहरू। यो चाहिँ सबै मैले बनाएको हो। अनि खासमा चाहिँ यो अरूलाई दिनु पर्ने थियो, तर म मेरो साथीलाई सिलेक्ट गर्दैछु। एउटा चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई मैले यो बनाएको, कमेन्ट गर्नु होला है। मैले सोच्दैछु एउटा चाहिँ यही लगिदिनु पर्यो। अर्को एउटा नयाँ बनाएको छु, उसको लागि मैले आज बिहान विशेष गरी बनाएको छु। अनि पक्कै रेड लाउँछ, म्यारिड हो, अनि उसलाई फेरि रेड साडीहरू लाउँछ नि त उनीहरू त। सो साडी लाउँछन्, रातो रातो तिज मनाउँछन्, त्यही भएर उसलाई एउटा रातो पनि रातो भइहाल्यो। एउटा ग्रिन लगिदिनु पर्यो। लगिदिनु होला। अब एउटा ग्रे थाप्नु होला, ग्रे है, यो पनि अब ग्रे। यति भए राम्रै हुन्छ, ठिकै हुन्छ उसलाई। केमा प्याक गर्दैन, यसमा प्याक गर्नु पर्यो। त्यो ठुलो है, तर अब मलाई के गर्नु पर्यो यसलाई, काट्नु पर्यो। साथीहरू यसो गर्यो अनि सुरुमा यो लगायो, त्यसपछि यो लगायो, त्यसपछि यो लगायो, त्यसपछि यो लगायो, लास्टमा यो राख्यो। हाहा, प्याक त कस्तो भयो भयो, बाँधिदिनु। यो चाहिँ फेरि यो मेरो भाउजू, कान्छी भाउजूले बनाउनु भएको नि। यो चाहिँ फेरि ब्याग। माइन्ड गर्दैन, हामी त बच्चैदेखिको साथी हो नि त, त्यही भएर यसो गर अनि यसले च्याप्पै बाँध्यो। बुझा यसो गरे कसो होला त साथीहरू। प्याक चाहिँ अलिक भएन, स्कुटीमा बोकेर लानु पुगिहाल्छ है साथीहरू। मेरो साथीको लागि गिफ्टै यो चाहिँ मेरो तर्फबाट। अब चाहिँ म हिँडेको लानुपर्छ साथीहरू। अब चाहिँ म हिँडेको मेरो साथीहरूमा। म चाहिँ अब हिँडेँ। आज मोबाइल साटिए उसो भए कहिले कहिले त्यस्तै हुन्छ। साटिने नै एउटा मोबाइल हो, पुरा
जस्तो उस्तै उस्तै हुन्छ साथीहरू। म चाहिँ मेरो साथीको पठाइदिएको आमा गेट त कति साह्रो ला खुल्लै नै भेट्दो रहेछ। ए खान्छौँ फुल त मजाले फुलाएको रहेछ है। कस्तो मजाको हेलो यो ठुलो भएछ बिचारा बन्धनमा पर्यो ल सावित्रा। हेलो 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 नमस्ते नाती नमस्ते सुतिरहेको भनेर यहाँ कसको लागि गएको होटलमा त अबे हो त कस्तो लामो हुन्छ हो के गर्नु ए दाँतको प्रोसेस त लामो हुँदो रहेछ टन्नै फुलफुलाकी छिन्। यो पनि मजाले बनाइछिन् ऐसे यस्तोमा है राम्रो डुबिसकेछ हौ कति छिटो नै ढिलो आयो नि त आज। यो इम्प्लान्ट एकदम राम्रो भएछ यसको त फुल्न थालेछ खै स्याहारेर कहिले सक्नु होला। कता यो दुङ नाति खै वाउ कसले बनाउनु भयो कति उड्छ त तिम्रो एयरप्लेन ल अब हो रहेछ हौ टिभीमा पो पुग्दो रहेछ। अम्मो न डब्बामा हाले कि आमाले नै हाल्नु भएको उतै ए पठाइदिनु भएको यस्तै लिएर आएको क्या। अनि ऐसे कहिले ल्याएको अस्ति ल्याएको नि आउँदाखेरि चाहिँ कि यो गाडीमा ऐसै छैन खाएकै छैन क्या कहाँ खाएको छ त खाएकै छैन। म पर हाम्रो घरमा बारीमा रहेछ क्या बोटमा पुरै झोल छैन त छ नि तल तल यो तल चाहिँ त मकैको पिठो लाउनु भएको थियो क्या हो नि ए ल अब हामी चाहिँ तिमी र म चाहिँ सँगै मिलेर खाने होइन खोइ यहाँ भाउजूले काटिदिनु भएको त्यो सब्जी मन्डीको तिमीलाई नै थाहा छ तिमीले त एकपल्ट आफ्नो मान्छे बस्छ भनेर भन्दै थियो ए उहाँले काटिदिनु भएको उहाँले नै चाहिँ काटिदिनुहुन्छ म त्यस्तै छोडिदिन्छु क्या राम्रो काटिदिनुहुन्छ काट्ने तिमीलाई मैले यहाँ ल्याइदिएको छु यो चाहिँ दुईटा नातिको है यही होइन त्यो चाउचाउ हो छोरा आफै बनाएको तिमीलाई ल्याइदिएको है ल कति धेरै नानी हो एक दुईवटा ल्याउँदा भइहाल्छ त अनि बानी राख भनेर नि यो चाहिँ त्यो आज स्पेसल तिम्रै लागि अघि बिहान बनाएर ल्याइदिएको है वाइट मलाई एकदम मनपर्छ हो। अनि यो चाहिँ साडी लाउँछौ नि त कता कता जाँदा साडी लाउँछौ इनर लाउँछौ होला भनेर चाहिँ मिलाएर ल्याइदिएको क्या यो चाहिँ साडीमा कहिले कहिले तिमीहरू त रातो लोको लाउँछौ नि त तिम्रो मोटो कपाल छ ओइ कपाल त सानैदेखि कम्ती मोटो त होइन ओइ कत्रो मोटो छ क्या अस्ति भन्दा कति छिटो बढेछ कान्छी बान बान कस्तो देखिन्छ लामो हुँदो रहेछ अस्तिको भन्दा सिल्की पनि भएको छ उता उता फर्का त राम्रो भयो है राम्रो भएको छ मैले अस्तिबाट खिच्न मन लागेको है
राम्रो बनाएर चिया खानु र चौधो देखेर हो बाफ्रे अब यता पनि छ फुल त कति राम्रो छ ला म त अब फुल माग्ने परेँ म त फुल माग्ने परेँ है यो फुल माग्छु है म कि फुल होइन यो रबर कतिकै छ त ओइ साटौँ ल मेरो पनि छ तिमीलाई दिन्छु नि लाइट मेरो साथीको चाहिँ मेहनत चाहिँ माग्नुपर्छ यस्तो राम्रो आउँछ नि यो ओ यो चाहिँ यस्तै हो यो त्यो उयो अहिले यो चाहिँ अहिले उयो भएर के अरे अब यो सिजन यसको आयो नि त यसको सिजन अब यो कति मजाको नि यिनीहरू अब पकाएर खानुपर्ने खासमा केटाकेटी मान्छ राम्रो अस्ति जाडो महिनामा झन् यत्रो भएको त कस्तो राम्रो यो पत्ता पनि राम्रो छ है अर्कै खालको छ मेरो पनि छ नि म तिमीलाई म त्यस्तो खालको ऊ त्यो पल्लो खालको छ मेरो त उयो छ यो त मैले उयो चाहिँ किनेरै ल्याएको यो र यसको यो नै यो पत्तै अर्कै छ क्या यो हामी चिया खानु आँटेको हाम्रो चिया रेडी भयो लु म धेर नखाने अघि पनि खाएको छु छोरोको यो सबैभन्दा थोरै अब मोबाइल कसले टिप्दिन्छ र नि यस्तै छ हेर तरिका हो के बोयफ्रेन्ड बनाउनु अरे बोल्न त पाइयो नि त मुखको मजा गर्न पाइएन त पाइयो साथी पाइयो मेरो यही गफ गर्नलाई आएको म माथिबाट होइन तिमीले त ठिक 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 बना 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 भन्दैछ ठिक बोल्छ भनेको होला है तिमीले त ठिक 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 बना बोयफ्रेन्ड हुनुहुन्छ कहिले सक्नु नि प्रभु यो चुलेसीमा काटेर एमा एकैछिनमा हुन्छ चुलेसीमा हो मैले धेरै अप्ठ्यारो परेर उयोलाई मनपर्छ क्या यस्तो आलु भुजेरी हो चाम्रे भात आलु भुजेरी सिब्लिङ खाने हो पेटेको त भएको छैन होला नि अहिले उयो गरेर माथि तलको निकालेर माथिको चाहिँ अनि राखेर तलको खानुपर्छ केही भएको छैन कान्छी मिठै छ अमिलो छ नि कान्छी अमिलो चाहिँ त मिठेको छ यस्तो पो हुनुपर्छ तिमीले त अमिलो हो पेचेक पारौँ है कि साथमा उयो चाहिँ खोइ लगाऊ के लसुन लाउने होइन त यो लसुनको यो त्यो पनि पेचेक पार्ने दिने कहाँ अन्त केही गर्नु दिँदैन के ए अन्डा साँदै हेरेर सिप्लिङ साँधेको के मजाले यो सिलौटा खोपेको हौ खोप्ने मान्छेले नि भर्खर खोपाएको अस्ति नि असोजमा भरौली असोजमा यो खाइछ आज सिप्रीको त्यो ढुट्टाको पहिला हामी खाएको तिमी हामी लामो खाँदैछ नि साँधेर पो त नि अनि त्यसको पहिलाबाट घ्याम्पाबाट निकालेर घ्याम्पाबाट त्यो बिर्को निकालिओरी अनि घ्याम्पामा राखेर सिप्रिङ निकालेर
तेल लगाऊँ अलिअलि तोरीको तेल बनाउने अलिक तोरी भयो मिठो हुँदैन नि खाऊ भयो क्या मिठो पो रहेछ नि कस्तो मिठो छ क्या चबाउँदै लैजाऊ त हाम्रो सिब्लिङ चाहिँ रेडी भयो अब हामी चाहिँ यो खानु आँटेको खानासँग सिब्लिङ यस्तो हुन्छ है यो चाहिँ मिठो के अमिलो छ अमिलो सिङ्गीको जस्तै भएको छ तिमी पन्चा आउँछ र अनि खाँदा एक्लै त फेरि खानु मन लाग्दैन नि त त्यसरी सबै खाएको होइन यसरी लगे पनि मैले एउटै खाएको हो कि तिमीले एउटा खाऊ न भन्नु छ होइन यसो गरेर यसरी एउटै खान्छु क्या हेर है त म यी अरू त हातमै हुन्छ नि त अन्त यी एउटा मात्रै खान्छु क्या यसरी अरू हातमै हुन्छ कप खाँदैन लु खाऊ त तिम्रो बेस्ट हो छोरा यो मामुले कति मायाले बनाएर राखिदिनु भएछ नि रहेछ गुड मकै खाने राम्रो हो वाट इज दुलो ठुलो रहेछ भङ्गै परेछ नि छोरा अलि यसो गर न यसो गरेर मिलाएर राख यो दुलो यस्तो परेको गऱ्यो भने यो ओसिन्छ नि चराप चराप हुँदैन त्यसो योबाट नखानु यो बन्द गर्नुपर्छ यताबाटै खाऊ यताबाट खाऊ यसले बाँध्नुपर्छ बोलीले बाँध्छ यदि आएर छोरा दुलो गऱ्यो भने बस्छ न ओ अघिले के खाने भन्दैछ छोराले अन्त येल्लो खिर खाऊ न छोरा येल्लो खिर हुँदैछ यस येल्लो खिर ल आजको येल्लो खिर यस्तै छ अब चाख न कस्तो हुँदो रहेछ पहिला त्यो मेरो साथीले आज बनाएको चाहिँ रेडी गर्दैछ आलु लगेर के अरे सुँगुरको चारो भन्नु तर ढम्पालतिर जान्थ्यो नि गाउँबारीतिर त्यो पो याद आयो चामल राख्नु अनि के अरे यसमा यो मुलाको अचारहरू लान्थ्यौँ कहिले है मुलाको अचार जङ्गल जाँदाखेरि नि तिनीहरूको फुपूमा मामासँग के हो त मामा कान्छी अनि दुईवटा मात्रै ल्याउँछ नि नानीहरूलाई एकछिनमा तिनीहरू कान्छोको पनि यहाँ कत्रो यो रहेछ बाफ्रे बाफ्रे बाबर रोटी रहेछ कान्छोको येलो 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 बाबर रोटी खान्छ कान्छाले हामी चाहिँ यति लगेर पऱ्यो जाऊँ न यही लगाउँ न यही लगेर खानुपर्छ सजाउनु चाहिँ सजाउँ न सजाऊ अब के अरे धुलो खोर्सानी आमा कति राम्रो भयो त्यो पनि खानु थोरै थोरै लाऊ है आलु पनि छ ए थोरै है धेर नलाऊ यो कस्तो मिठो हुन्छ तिमीलाई हो नि त हो कि खाने हो त कान्छी अब खाने नि हो यहाँ खानु भनेर बनाएपछि नखाइ हो यहाँले त अलिक मम्मी एउटा त्यही खानु आँटेको मेरोबाट राम्रो आउँदैन हेर न यो खानु आँटेको मेरो साथीले बनाएको है यो उयो के अरे बिग्रेको छ के भन्छ यो आलु यो धुले अचार यो सिब्रिङको अचार अनि यो चाहिँ नेपालको चाम्रे ए हो खानु त्यो उयो चाहिँ निकाल हौ तिम्रो खाने त्यसलाई पनि म चाहिँ त्यो बेला मागेर खाएर मजाले एकैछिनमा बनायो है तिम्रो कुकिङ त लास्टै खतरा रहेछ नि त भन्दै खाँदै तिमीबाट सिके एउटा कुरा भन न यो लसुनको पत्ता पनि योसँग कस्तो मिठो हुँदो रहेछ यो लसुनको पत्ता के न्युट्रेलाको छोइलामा झन् मिठो हुन्छ न्युट्रेलाको छोइला चाहिँ कसरी बनाउनु हौ म अहिले बोलाउँछु ल खानु ल
लसुनको पत्ताको सिजन गयो अर्को वर्ष पाउँदो रहेछ अहिले बजारमा अन्त हो है छिट्टै बोलाउला नि तिमीलाई फेरि अब लसुनको पत्ता त्यो होइन फेरि खानु आउनु पऱ्यो नटुलाको छोड्दा नुटोलाको छोरीलाई खानु बोलाउँदा चाहिँ साथीले सुन्दै साथीहरू खानु चाहिँ यस्तो अनि लसुनको अचार नि कस्तो राम्रो बनाएको के त अस्ति होइन लसुन गर्छ बट्टाको हालेको होइन ए त्यो डल्ले खोर्सानी हो लसुन टिक्का पो बनाएको त फेरि बिहा गरेर जस खानेकुरा बनाउन चाहिँ सिक्यो म त्यही भएर पनि हतार हतार उयो भयो क्या ल कान्छी बाई बाई मिठो खानेकुरा खुवायो फेरि पनि अब न्युट्रेलाको छोला खानु आउनुपर्ने रे ल ए हिँडेको अब म चाहिँ साथीले मिठो मिठो खाना खुवाएर टन्नै अलिकति रात पऱ्यो त्यही भएर म चाहिँ कुद्दैछु कुट्टुटुटुटु स्कुटीबाट कुद्नु पर्ने अवस्था छ कस्तो राम्रो भएको रहेछ कान्छी गयो ल यो तिम्रो र यो उसको बिउ मलाई पनि देऊ ल बिउ यसको हुन्छ नि भोलिपछि बिरुवा आउँछ क्या मेरो चाहिँ उयो छ अर्कै खालको छ तिम्रोमा त्यो छैन रहेछ ल कान्छी गएन बाई बाई